भएको छैन। त्यसैले अहिले हामीले यहाँ प्रश्न गर्नुपर्ने ऊर्जामा पनि हैन, अब गाउँमा जङ्गल प्रशस्त छ भने दाउरा किन प्रयोग नगर्ने, पहिलो प्रश्न त्यही आयो नि। त्यसैले यहाँ अहिले एउटा प्रश्न फेरि ऊर्जामा के आइसक्यो भने हामीले त्यो नारा जुन लगायौँ वन संरक्षण भनेर, इट्स टाइम इज ओभर। अब त नारा के हुनुपर्छ, वन सदुपयोग जसभित्र संरक्षण पनि पर्छ, तर त सदुपयोग गर्नु पऱ्यो नि। किनभने क्लाइमेट चेन्जको हिसाबले नै अब गरेन भने त्यो सडेको हाँगो खस्छ, सड्दाखेरि बढी मिथेन, कार्बन डाइअक्साइड र मिथेन, बढी मिथेन जान्छ। त्यसलाई तपाईँले चाहिँ नि ब्रिकेट बनाउनु भयो या चाहिँ नि इभन दाउरामा प्रयोग गर्नुभयो भने मोस्टली कार्बन डाइअक्साइड हुन्छ, मिथेन आउँदैन। एन्ड मिथेन इज 27 टाइम्स मोर ग्रिन हाउस फोर्सिङ देन CO2। त भनेपछि त हामीले त दाउरा त प्रयोग गर्नै पर्नेछ सस्टेनेबल ढङ्गबाट, माइनिङ गरेर होइन, फरेस्टको हार्भेस्टिङ गरेर। कुरो बुझ्नु हो? त्यसले धेरै कुरा हाम्रो त ग्रामीण हिसाबमा त पकाउन ओर्न वस्तुलाई चाहिँ त्यो खोले पकाउन ओर्न त काम गर्दो रहेछ नि त आखिर। अनि हामीले सोध्यौँ हजुर त्यो तपाईँको ग्यास पनि छ, ऊ पनि छ, इन्डक्सन कुकर पनि छ गाउँमा होइन, बिजुली आइसकेको छ, किन गर्नुहुन्न भन्दाखेरि अब वस्तुलाई खाना खोले पकाउनै पर्छ। त्यो पकाउन थालेपछि त्यसैमा एकैछिन भात र ऊ पाकिहाल्छ, किन टाउको किन यो ग्यासको पैसा किन तिरिराख्ने। त यो फ्याक्टर हामीले चाहिँ वास्तविकता चाहिँ नि गर्नुपर्छ। अब उद्योग दाउराले त चल्दैन होइन, तपाईँले रोलिङ मिल यहाँ राख्नु होला, तपाईँले त्यो त्यो के अरे त्यो हाम्रा बोतलहरू विराटनगरमा बनाउँछन् नि PET होइन, अरे अरू उद्योग त्यसका मेसिनहरू त तपाईँले त विद्युतै चाहिन्छ तपाईँलाई। उनीहरू अस्ति कराउँदै थिए त्यहाँ होइन, यो अहिले लोड सेडिङ त अन्त भयो अरे हाम्रो सर्वेमा। हामीले लोड सेडिङ भन्ने शब्द झिक्नु पऱ्यो पछि सोद्धाखेरि, किन मान्छेले बुझेको छैन लोड सेडिङ त अन्त भयो भन्छ। अनि त्यो शब्दले त केही दिँदै दिएन हामीलाई। त्यो झिकेर सर्वेमा हामीले के राख्यौँ, तपाईँको बत्ती झ्यापझ्याप कति जान्छ भनेपछि लोड सेडिङको सट्टा झ्यापझ्याप भन्ने बित्तिकै पुराण सुरु भयो। त्यहाँ दिनमा 11 पल्टसम्म जान्छ र 3 चोटि त त्यहाँ मोरङ उद्योग सङ्घले रेकर्ड राखेको छ, हेर्न सक्नुहुन्छ है। त्यसमा 11 चोटि गएकोमा 15 चोटि गएकोमा 3 चोटि त आधा घन्टाभन्दा बढी। अनि कसरी उद्योग चल्छ त भनेपछि उद्योगमा पनि इलेक्ट्रिसिटीको पनि क्वालिटी अफ इलेक्ट्रिसिटी भने हामीले चाहिँ अहिलेसम्म त्यसको डिबेटै गरेका छैनौँ। भोल्टेज सर्ज आएर कति इक्विपमेन्ट ड्यामेज भएको छ, अब यो कसले हिसाब गर्ने? अब साउलाई गाली नगरे कसलाई गर्ने, बिजुली साउलाई होइन? यो चाहिँ कसैले गर्दैन फेरि है। किनभने अब तपाईँले चामलको व्यापार गर्नुहुन्छ, म तपाईँको चामल किन्न आयो भने म त चामल एक्सपेक्ट गर्छु नि, कनिकाएर चाहिँ त्यो ढुङ्गा गिर्खा हालेर त म त एक्सपेक्ट गर्दिनँ। त दिएको अहिले त्यही छ हामीलाई, पोर क्वालिटी इलेक्ट्रिसिटी, एउटा झ्यापझ्याप जाने, दोस्रो चाहिँ नि भोल्टेज कम या बढी होइन। भनेपछि यो कसले हेर्ने? सो मैले यो बृहत परिवेश किन भन्न खोजेँ भने यो पोलिसी मेकिङमा चाहिँ यो कम्प्लिटली अब हामी अहिले आउँला त्यो एक्सपोर्टवाला चाहिँ नचाहिने कुरामा होइन, तर यो कुरोमा चाहिँ नि कतै ध्यान गएन क्या। वाट काइन्ड अफ एनर्जी वी युज फर वाट युज, र त्यसको क्वालिटी कसरी हुने, क्वालिटी एस्योरेन्स कसरी ल्याउने होइन, र त्यो इलेक्ट्रिसिटी इज एन इनपुट टु प्रोडक्सन, हाउ डु वी डु इट है, त्यो ल्याउनु पऱ्यो पहिले होइन। ओके, त्यो त पहिलोमा भयो। आई थिङ्क वी हेभ